काठमाडौँकी उपमेयर सुनिता डङ्गोले काठमाडौँका मेयर भालेन्सालाई लक्षित गर्दै यसो भनेकी छिन्। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौं, काम गर्ने युवा बनौं। त्यसकारण हामी अराजक युवा होइनौं, अनुशासित युवा बनौं। And let's not be the complainer only. Let's be the solution maker. समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने र समाधान गर्ने ल्याकत राखौं हामी युवाहरूले। Our country needs us. यो देशलाई हामी युवा सक्षम युवाको खाँचो छ, यो देशलाई असल युवाको खाँचो छ। थुदेय त देख्यु खचा छिक्पि झी तक्को खत्तो त देश त हनि नेक्यु खचा छप्प छदी जुगु ई वे धुंगु